मिनासान कोनिचिवा नमस्कार। तपाईहरुलाई हाम्रो YouTube च्यानल थिङ नोर्बुमा स्वागत छ। आज हामी तपाईहरुलाई मिनानो निहोंगो लेसन 22 को भोक्याबुलरीहरु अर्थात शब्दार्थहरु पढ्न गइरहेका छौं। आशा छ यो भिडियोले हजुरहरुको अध्ययनमा सहयोग पुग्नेछ। अब ढिला नगरिकन भिडियोलाई सुरु गरौं। पहिलो नम्बरमा रहेको छ किमास। सर्ट लगाउनुलाई जापानिज भाषामा किमास भनिन्छ। विशेष गरी माथि लगाउने कपडाहरू सर्ट, कोट आदिलाई लगाउनुलाई किमास भनिन्छ। यसको अंग्रेजी अर्थ पुट अन रहेको छ। हाकिमास कम्बर भन्दा मुनिको पोशाकहरू जस्तै ट्राउजर, पेन्ट, जुत्ता आदि लगाउनुलाई जापानिज भाषाबाट हाकिमास भनिन्छ। यसको अंग्रेजी अर्थ पुट अन शूज, ट्राउजर इटिसी रहेको छ। खाबुरीमास टोपी लगाउनुलाई जापानिज भाषाबाट खाबुरीमास भनिन्छ। यसको अंग्रेजी अर्थ पुट अन ह्याट रहेको छ। खाकेमास चस्मा लगाउनुलाई जापानिज भाषाबाट खाकेमास भनिन्छ। यसको अंग्रेजी अर्थ पुट अन ग्लासेस रहेको छ। सिमास टाई लगाउनुलाई जापानिज भाषाबाट सिमास भनिन्छ। यसको अंग्रेजी अर्थ पुट अन टाई रहेको छ। उमारेमास जन्मनुलाई जापानिज भाषाबाट उमारेमास भनिन्छ। यसको अंग्रेजी अर्थ बी बोर्न रहेको छ। वातासिताची हामीलाई जापानिज भाषाबाट वातासिताची भनिन्छ। यसको अंग्रेजी अर्थ वी रहेको छ। कोतो कोटलाई जापानिज भाषाबाट काताकानामा कोतो लेखिन्छ। यसको अंग्रेजी अर्थ पनि कोट नै रहेको छ। सेता स्वेटरलाई जापानिज भाषाबाट सेता भनिन्छ। यसको अंग्रेजी अर्थ पनि स्वेटर नै रहन्छ। सुचु सुट अर्थात कोट प्यान्टलाई जापानिज भाषाबाट सुचु भनिन्छ। यसको अंग्रेजी अर्थ सुट रहेको छ। बौसी टोपी, ह्याट आदि इत्यादिलाई जापानिज भाषाबाट बौसी भनिन्छ। यसको अंग्रेजी अर्थ ह्याट और क्याप रहेको छ। मेगाने चस्मालाई जापानिज भाषामा मेगाने भनिन्छ। यसको अंग्रेजी अर्थ ग्लासेस रहेको छ। केकी केकलाई जापानिज भाषाबाट केकी लेखिन्छ। यसको अंग्रेजी अर्थ केक रहेको छ। ओबेन्तो लन्च बक्सलाई जापानिज भाषाबाट ओबेन्तो भनिन्छ। यसको अंग्रेजी अर्थ पनि लन्च बक्स नै रहेको छ। रोबोट्टो रोबोटलाई जापानिज भाषाबाट काताकानामा रोबोट्टो लेखिन्छ। यसको अंग्रेजी अर्थ रोबोट रहेको छ। युमोआ हास्यलाई जापानिज भाषाबाट युमोआ भनिन्छ। यो अंग्रेजी शब्द ह्युमरबाट लेखिएको हो। चुगो सुविधालाई सेवा सुविधालाई जापानिज भाषाबाट चुगो भनिन्छ। यसको अंग्रेजी अर्थ कन्भिनियन्स रहेको छ। योकु प्रायलाई जापानिज भाषाबाट योकु भनिन्छ। यसको अंग्रेजी अर्थ अफन रहेको छ। एतो मलाई सोच्न देऊ भन्दाखेरि यसको प्रयोग गरिन्छ। यसको अंग्रेजी अर्थ वेल लेट मी सी लेट मी थिंक रहेको छ। ओमेदेतो गोजाइमास हार्दिक बधाई छ बधाई ज्ञापन गर्ने क्रममा यसको प्रयोग गरिन्छ। यसको अंग्रेजी अर्थ कंग्रेचुलेसन रहेको छ। यो बर्थडे, विवाह, न्यू इयर आदि इत्यादिमा बधाई ज्ञापन गर्नको लागि प्रयोग गरिन्छ अथवा बधाई दिनको लागि प्रयोग गरिन्छ। ओसागासी देशका के खोज्नु भएको भन्नलाई जापानी भाषाबाट ओसागासी देशका भनिन्छ। यसको अंग्रेजी अर्थ यु आर लुकिङ फर रहेको छ। देवा त्यसो भए भन्नलाई जापानिज भाषाबाट देवा भनिन्छ। यसको अंग्रेजी अर्थ वेल देन रहेको छ। कोचिरा यो अर्थात कोरेको पोलाइट फर्मलाई
कोचिरा भनिन्छ। यसको अङ्ग्रेजी अर्थ दिस रहेको छ। याचिन घरभाडा अथवा भाडालाई जापानिज भाषाबाट याचिन भनिन्छ। यसको अङ्ग्रेजी अर्थ रेन्ट रहेको छ। डाइनिङ्गु किचन डाइनिङ हललाई जापानिज भाषामा डाइनिङ्गु किचन भनिन्छ। यसको अङ्ग्रेजी अर्थ किचन विथ अ डाइनिङ एरिया भन्ने हुन्छ। वासिचु जापानी शैलीको कोठालाई जापानिज भाषामा वासिचु भनिन्छ। यसको अङ्ग्रेजी अर्थ जापानिज स्टाइल रुम रहेको छ। ओसिइरे जापानिज शैलीको अलमारी अथवा दराजलाई जापानिज भाषामा ओसिइरे भनिन्छ। यसको अङ्ग्रेजी अर्थ जापानिज स्टाइल क्लोजेट रहेको छ। फुतोन जापानिज शैलीको डसनालाई जापानिज भाषामा फुतोन भनिन्छ। यसको अङ्ग्रेजी अर्थ जापानिज स्टाइल म्याट्रेस रहेको छ। पारी फ्रान्सको राजधानी पेरिसलाई जापानिज भाषामा काताकानाबाट पारी लेखिन्छ। बानरिनो च्यौज्यौ चाइनाको द ग्रेट वाल अफ चाइनालाई जापानिज भाषाबाट बानरिनो च्यौज्यौ भनिन्छ। मिन्नानो आङ्केतो यो एउटा मात्र काल्पनिक टाइटल प्रश्न रहेको छ। भएर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन परेमा हामीलाई सहयोगको लागि भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला। बाँकी डिटेल्सको लागि हाम्रो अफिसियल वेबसाइट akbarlama.com भिजिट गर्नुहोला। धन्यवाद।